हाई एभ्रिवान, नमस्ते सेवाहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम धेरै सन्चै छु। अनि आजभोलि चाहिँ एकदम धेरै झन् साह्रो जाडो भइरहेछ। अनि सो आज चाहिँ म घरतिरै छु। अनि के कस्तो हुनेछ भ्लग सो सबैजनाले हेरिदिनु होला। अनि आज पनि बिहानैदेखि भ्लग स्टार्ट गरिरहेको छु। अब म चाहिँ मेरो काम भनेको चाहिँ घरहरू सोरिसक्यो। अनि बाहिर अलिअलि आँगनहरू छ, त्यो आँगनमा चाहिँ अलिअलि सोर्नुपर्ने हुन्छ। अनि के कस्तो हुनेछ भ्लग चाहिँ सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। घाम झुल्किन लागेको छ। कति मैले चाहिँ होइन मौसमको बारेमा देखाइरहेको हुन्छ नि त, यस्तो भयो भनेर। अनि आज चाहिँ अब घाम लागेको छैन नि त, घाम झुल्किँदैछ भर्खर। अनि त्यही हो खास कुरो त के भन्नु होइन। अस्ति माइजूको खेतलादेखि चाहिँ भ्लग बनाउनु पाएको थिइनँ। अब चाहिँ बनाउने छु आज चाहिँ 2-3 दिन पछाडि, किनकि नेटै चल्दैन नि त होइन हाम्रो अब मेरो यहाँ घरमा चाहिँ। अनि मेरो घर त होइन, अब मेरो मामालाई घरमा चाहिँ चल्दैन। त्यही भएर अलिक प्रब्लम हुन्छ। त्यही भएर खासै भ्लगिङमा इन्ट्रेस्ट त भइरहेको हुन्छ, तर अब नेट नचलेपछि एकदम धेरै गाह्रो। त्यही भएर चाहिँ सरह पनि हल्का फुल्का लिनेछु, त्यही हो। भान्जी आज फेरि धान एकछिन त अब कसले ल्याउने त हौ। चामल धोइराख्ने अनि मान्छेको धान बोक्नु जानुपर्ने रहेछ साथीहरू। हिजो पनि ल्याइदिनु, हिजो चाहिँ दाइँ गर्नुभयो नि त। नि कसले बोकेर लगाऊ हजुर, कसले बोकेर लागिसकेँ म चाहिँ साथीहरू। हिजो चाहिँ माइजूको दाइँ गरेको, अस्ति त काटेको मात्रै भ्लग हालेँ। हिजो चाहिँ बनाउँछु भनेर फेरि त्यत्तिकै भयो। अनि बनाएन, त्यत्तिकै भयो भन्दा पनि फोनमा चार्ज पनि थिएन साथीहरू। त्यही भएर हिजो चाहिँ बनाएन भ्लगिङ। बिटा लगाएको माइजूको हिजो बिटा लगाएको। अनि धान आज बोक्नु पर्ने छ क्या, बोक्नु पर्ने अरे 2-3 भाइ उक्रिरहेको छ। अनि लिनु जानुपर्ने अरे अहिले। हाम्रो भुन्टीले खान्छ नि त फेरि खोले। यहीँ चाहिँ साला यसरी चाहिँ चटाउनु पर्छ भन्छ क्या साथीहरू। सानो चुइतेलाई नि चटाउनु पर्ने अरे क्या यसरी। ए नुन लागेको छ नि त खोलेमा फेरि। हेरौँ न ठ्याम्काना के साह्रो टाउको हल्लाएको क्रियाले। लुगा कति भैँसीलाई खोलिदिएको मात्रै भिडियो हाल्नु हौ। उनीहरू त साथीहरू कत्रो थोप्रा हो। नसक्ने भयो जिन्दगी। अब त्यो सबै टिप्नु पर्ने हो क्या साथीहरू। भात पाक्दैछ साथीहरू यहाँ चाहिँ। हामी सके टमाटर पनि फलेछ त हौ। पाकेको पनि रहेछ। खर्सानी त्यस्तै लट्टै फलिरहेको छ। हामी चाहिँ लागिसक्यौँ धान बोक्नु है साथीहरू। लट्ठी बोकेर उनीहरू के भन्छ लप्सी खानु भनेको। लप्सी त यो साल्टो नै फलेछ हौ भाउजू। पोहोर त थिएन, अल्झेकै थिएन यो साल त। लु त यो यता हो यता गाइस खाने हो, म चाहिँ खाने हो। हामी चाहिँ खेतमा पनि आइपुगिसक्यौँ साथीहरू। अनि अब धान बोकेर जानुपर्ने हुन्छ। त्यही हो, त्यहाँ एक बोरा, त्यहाँ माथि पर छ एक बोरा, राम्रै देखिएन। गरेन किन हाई गरेन हेर त
यसो बाबा यसो म त इस्टे पप गर्छु यसो कस्तो खै इस्टे पप हात अब खै पछाडि यता हैन हात निकाल्नु बाबा यसो यसो पछाडि यसो यता आउनु न खै म हिँडेको अब टाटा बाई 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 भन्नु ल बाई बाई खै बाई 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 ल बाई बाई त्यो त भएर यसरी पो त बाई बाई हिँडेको बाई बाई ल टेकेको छैन खै पुन साह्रो डराउँदा छिनालाई औँला उठाएर पो त बिहायो आउँदैन आछो आउँदैन दुईटा औँला उठाएर देऊ न खै यस्तो यस्तो गर्ने त यस्तो जुनमा छिना बाख्रा घाँस पनि लगाइदिइसकेँ यता दुइटालाई होइन त्यहाँ तिनवटा छ त्यही हो साथीहरू मेरो छेपी बारी हेर्नु न झार पलाएर यहाँ त्यस्तो झार पलाएर कोदाली यत्रो छ खुन्ने पनि छेपी रोपेको साथीहरू यस्तो छ होला त खरानी छ नि लगाइदिनुपर्छ क्या साथीहरू माथिबाट खरानी लगाइदिएपछि अनि यहाँ चाहिँ बोडी रोपेको छु मैले उतापट्टि सुटुनी गाई चाहिँ म चाहिँ घाँस खान जाँदैछु बाख्रालाई होइन काम त अनि अहिले म चाहिँ टोगाउनु भएर होइन एकदम फ्रेस भएर चाहिँ हिँडेको छु अनि टोपी लगाइदिएको नि त खतरा देखिन्छ रहेछ अब यता माथि आउँदा चाहिँ बगानमा जानुपर्ने हुन्छ नि त घाँस खानु है यस्तै छ गाउँमा होइन यता काम गऱ्यो उता काम गऱ्यो यसरी नै दिन गर्छ अब 2-3 दिन पछाडि मङ्सिर लाग्छ मङ्सिर के भन्छ मङ्सिर भनेपछि बेसी झर्नुपर्ने हुन्छ बेसी गरेर चाहिँ धान ड्याम 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 काटेर राख्नुपर्ने हुन्छ त्यही हो अनि भ्लग लिनेछु मैले चाहिँ लप्सी खाएको क्या लप्सी खाएको त्यही भएर त्यस्तै छ घाँस चाहिँ त म काट्नु गाइज म चाहिँ सुटुनी खुन आइरहेको छु यहाँ बारीमा यो सालको हाम्रो सुटुनी है तरुण खाजा दोकान जानु भयो होला नि ए चिया खानु पर्यो ल चिया खान आउनु हात खुट्टा धुएर सक्छ हट्यो छान्दै 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 भेटतिर तल्लो गरेर छिट्यो कि अहिले भरे म खोजिदिन्छु त्यो गरामा त छैन पर खेप जाँदैछु अनि अघि के भन्छ अघि चाहिँ भ्लग बनाउनु पाइनँ किनकि फोनमा चार्ज पनि थिएन फोन चार्ज गरिराखेँ अनि भैँसीलाई नरुवा काट्नु गएको थिएँ क्या माइजूकोमा 4 मुठा काटेर ल्याएँ अनि खाजा पनि खाएँ अनि भ्लग अहिले भर्खर फेरि स्टार्ट गरिदिएको भिडियो बनाउनु थालेको अनि फेरि बाख्रा घाँस खानु गएको क्या बाख्रा घाँस लिनु पर्यो कि भनेको बिहानको लागि छैन अघि 2 मुठा लिएको त कडापुडो खाइसक्यो बाख्राले के साह्रो घाँस खान्छ बाख्राहरू पनि मारेर खानु जतिकै मन लाग्छ के भन्नुपर्छ पालेको चिज के मारेर खानु होइन त्यही भएर अब काट्नु पर्यो गर्नु पर्यो होइन त्यही भएर जाँदैछु म चाहिँ उतै अनि रात पनि पर्नु आँटिसक्यो 4:30 कि 5 बजे सरी है 3 बजी होला 3:30 भयो होला सायद त्यही हो